हाम्रो फर्स्ट रोयल्स कप हामीले अर्गनाइज गरेको हुन गइरहेको छ। फाइनल गेम अब एकछिनमा सुरु हुन्छ। हामी बिच खेललाई सपोर्ट गर्नलाई समाजका विभिन्न समूहका मान्छेहरू आउनु भएको छ। नेपाल एम्बेसीबाट एम्बेसडर एक्टिङ एम्बेसडर शरदराज आरन, त्यस्तै हाम्रा स्पोन्सर्सहरू कमल पारक, श्याम कतिलादेखि लिएर अरू साथीहरू आउनु भएको छ। त्यस्तै गरी सपोर्टरहरू नवदुर्गा नेपाली स्कुलबाट मनोज खड्का, अनि हाम्रो नर्थ क्यारोलिना नेपाली समाजबाट परमानन्द खनाल, साथै हाम्रो अरू साथीहरू के अरे उदय मैनाली, चन्द्रा श्रेष्ठ, यस्तै गरी सबैजना आएर गेस्टहरूको रूपमा आएर सपोर्ट गरिरहनु भएको छ। फाइनलमा पुगेकोले होइन स्ट्रगल थियो। इट वाज अ ग्रुप अफ डेट आई वुड से, बट वी मेड इट, वी आर सो प्राउड। अब हाम्रो मेन गोलकिपर पनि घाइते भएर हामीलाई अलिकति गाह्रो पनि भयो थियो। तर अब अहिले चाहिँ हाम्रो स्ट्राटेजी चाहिँ अब हाम्रै फिल्ड प्लेयर्सहरूलाई गोलकिपिङ रोटेट गरेर खेलाउने प्लान छ। अब इट विल बी अ फन गेम आई थिङ्क। बोथ टिम्स आर भेरी गुड, सो वी आर एक्साइटेड। लेट्स सी हु वुड विन। थ्याङ्क यू सो मच। नोभा रोयलको क्याप्टन, फर्स्ट नोभा रोयल कपमा हामी फाइनलमा पुगेका छौँ। हामी एक्साइटेड छौँ। हाम्रो प्रतिस्पर्धी पनि कडा हुनुहुन्छ। सोच छ हाम्रो चाहिँ दुवै टिमको गेम चाहिँ उच्च स्तरको रहनेछ। अनि आशा त यही हो कि सबै टिमले म जितौँ भन्छ। हाम्रो पनि त्यही नै हो। जितको भन्दा पनि गेम कसरी राम्रो खेल्न सकिन्छ भन्ने चाहिँ हाम्रो सोच। अनि त्यही अनुसारको गेम चाहिँ खेलिन्छ। त्यति मात्र हो मेरो चाहिँ। आज यहाँ हाम्रो चाहिँ भिए राइनो र नोभा रोयलको चाहिँ फाइनल हुन गइरहेको छ र म पनि हिजो हाम्रो नोभा स्ट्राइकरबाट यहाँ पार्टिसिपेट भएको थिएँ र आज चाहिँ फाइनल हेर्नको लागि म यहाँ उपस्थित भइसकेको छु। र यहाँ मैले देखिरहेको छु धेरै दर्शक महानुभावहरूको चाहिँ उपस्थित भइसकेको छ र अब हाम्रो गेम चाहिँ लगभग सुरु हुन गइरहेको छ र हामीहरू चाहिँ यो गेमबाट चाहिँ एकदमै इन्जोय गर्नेछौँ। थ्याङ्क यू।